के गर्नु भने बाङ्ला लाने थियो त्यसै मार्यो हुन्छ भने अरू त गाडै छ मैले ठिकै यो जलहरू छेप्दाखेरि यसरी यसको पनि यो हुन्छ त्यसरी पवित्र पवित्र बाछर वास्तव पति पुण्यका छे सैवान्त्र सुति पुण्यका छे पुनात हो न भन्नु ल त्यही जल ऊ लाइटर लिएर गएर ऊ त्यहाँ बत्ती सल्काउनु पर्यो त्यहाँ उमा हो नि त उमा नाम्नी देवी बसुस्वरो पाय बसुस्वरो पाय श्री शुभ शुभ भवतम कलारम जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले हामी फुलेर हात जोड बत्तीको प्रार्थना गर हरि ओम नमस्ते नन्ताय सहस्रमुखाय सहस्रपदाय चित्तरूपाय सहस्रानि पुरुषाय सहस्रकोटि गणेन ओ ल भयो भयो ल संख्याय नम चक्रानि 7 4 लेख त्यही चन्दनले 7 यता लेख उता 4 लेख नेपाली आउँछ हामी स्वर्ग मर्त्य पाताल तीन लोक चाहिँ लग्न गाठो बाँधियो दुईजनाको के भयो भन्दाखेरि जीवन सुरुवात भयो आजबाट नारी जुगामा अद्य काशीको सहायक श्री गणेशाय सर्वरो मम कृष्णाय गर्मेन नियुदाम कार्यसिद्धि यथा मिलितोपचार श्री विनय पूजनमा परिसके छोडी ल चन्द्रस्ताफुले त्यही गणेशलाई सम्झेर पूजा गर हरि ओम गणनान्ता गणपति गुण हपमय प्रियकान्ता प्रियपति गुण हपमय निधिनान्ता निधि उहाँ पर निधिनान्ता निधिपति गुण हपमय हपमय प्रियकान्ता प्रियपति गुण हपमय बसो हम आम जाने गर्वदम तोमा जाने गर्वदम फुलेर हात जोडा गणेशको हरि ओम ओम रक्षे रक्षे गण रक्षे रक्षे तरलक्षे रक्षे भक्त नामताय कर्ता तथा छ भव भरमाणबाट बिन्देश्वराय वरदाय सुप्रियाय लम्बोतराय सकलाय जगतिदाय नाग ननाय सुति एकी विषय गौरी सिताय गण लस्तमे आले खर्च हो रिमी गरा खर्च रिमी गरा खर्च वास्तवमे षष्ठी संवत्सर मध्ये सिद्धार्थी नाम संवत्सर ओम अयनौ श्री सूर्य पूर्व दशया कन्या राशि जचनमा यसो डोराले ओले राख दुकानमा सोध्न हैन डोराम त नतार लगाइन गाइने डोराम नि के
मैले लता नि छुट्टीको लियो यहाँ लियो आधी घन्टा यहाँ पूजा त आधी घन्टा लाग्छ त्यसपछि फोटोसुट गर्नलाई अरू उही बाटा गर्ने उही घरै गएर गर्ने त्यही त बिहा घर त घर बनाउने यहाँ सिन्दुर हाल्ने बेला भयो यही छ मम्मी खै अरे उ गर तँ खोल मन्दिरको इसाको त्यति लाग्ने हुन्छ वस्तु ओम मङ्गलेरिय भोदुरीमा तपाईँको पछुता सौभाग्य मस्मै दत्ता यथार्थ विपरेत न तिनवटा एकन चिन्ती तिनवटा पिपलको पातमा राख जिगेर मिसाउ एकचोटि मात्रै हो जति आए पनि एकचोटि एकचोटि जति आए पनि ल अब एउटा पात सम्झेर तिम्रो कुल देवता उता भनेर उहाँ पर चढाइदियो गर्छ ल ट्याक्क त्यही माथिबाट ल ल अरू अन्य चाहिँ आफ्ना फुलाहरूलाई सम्झिँदै सम्झिँदै राम्रो बाबा मम्मीले बुहारी लिएर आइसो ल्याउनु पुरै चिरा भने कति अहिले तान म ओके ल ल्याउनु पुरै चिरा ल्याउ दुलै चिरा ल्याउनु पहिला ल्याउनु दुलै चिरा यति दुईटा कति तीन चिरा ल्याउनु तीन चिरा दिने हो के दुईटा हातले अलि के त्यति त्यो लुच्ची न ल्याउ दुलै चिरा
ल्याउ धुलै चिउरा अहिले पक्कै ल्याइदिउँ चिउरा भने पक्कैसँग ले पक्कै धुलै ल्याइदिउँ चिउरा पक्कैसँग ल्याउ ले धुलै चिउरा पक्कै ल्याइदिउँ चिउरा भने क्या दे बुढी चिउरा फाइनली हामीले दाई भाउजूलाई लिएर आयौँ ऊ आन्टी हाम्रो प्यारी आन्टी ए ठुलो मम्मी मैले किन आज आन्टी भन्नुहुन्छ ठुलो मम्मी अनि त्यसपछि यो चाहिँ हाम्रो राम्री भाउजू दाई जस्तो भए पनि भाउजू त राम्रो भने यो भिडियो बनाउने चक्करमा मैले लड्छु कि जस्तो छ अब चाहिँ साँच्चीकै बिहेको घर आए जस्तो भयो तर के गर्नु म्युजिक ठ्याक्कै बन्द भयो क्या बेहुली आउने टाइममा गाह्रो छ कस्तो गाई हुन्न र हो र खुरुरु नआएर अरिङ्गल अलिकति लिएर राख्छ हामीलाई नि ल फाइनली भाउजू घर आइसो ल यहाँ डग पनि वेलकम गर्नलाई बसिरहेको रहेछ ल मैले भाउजू ल्याएँ है नमस्ते है सबैजनालाई नमस्ते कस्तो लागिरहेको छ रे बेहुला हुँदा भन्छ न भिडियो बनाइरहेको छु मैले अम्मा दही सेक्न गइहाल्यो र गइहालौँ ल भयो होला ल खै पर्दैन होला हिँड्छ छ होला क्या
तलबाट पुग्नु दिनु दुलालाई है ल बेला जिग्दिनु पछेर जिग्दिनु सब भाउजू चाहियो भाउजू एक्साइटेड भएको छ भाउजू छैन आज पख अब तिमीलाई बाहिर लगाट्नु ल त्यस्तो कसरी हुन्छ हामी त यसरी दैलो सिकेर एकछिन तिमीहरूको मुख हेर हाय भाउजू भन हाय भाउजू भाउजू चाहियो भाउजू यो लिएर चलाउने रे कि म बदल्यो म्याडम के गर्ने हो के गर्ने हो यति दिने 10 दिनेलाई ए ल भन नछोड्दियो 5 रुपैयाँ भए पनि हुन्छ हुन्छ जति भए अलि देऊ है कान्छ कति छिटो छोडिदिए त मैले होस् भाइबरको पैसा मागेको खुसी छौ अरु पनि हो त छोप है माथि माथि एउटा हजुर टेक्ने हैन ननिकाउने हो हामी पैसा नै छैन सिक्का हो त सिक्का राख ल भयो ए अर्को राख म उता जान्छु ल प्लिज दिदी पछाडी छ है एकछिन है हजुर यता आइहाल्नु म यता जान्छु उति हानि नि ड्रेस दान यति साथ दिन्छ दिदी बत्ती ल्याउ यता अब भयो ल बस बत्ती बाहिर चाहिँ भाउजू ल्याइसक्यौँ घरमा ल्याएर भित्राइसक्यौँ त्यही भएर हामी चाहिँ धेरै नै एक्साइटेड छौँ होइन भाइ कतिको एक्साइटेड छौ तिमी अनि सुरु तिमी कति धेरै यति धेरै के भन्दैन त अनि म त पहिलेदेखि नै नाचिरहेको छु धेरै पैसा कमाए ल आज कति डान्स गर्ने त तिमीहरू भाउजूले उपलक्ष्य सबले गर्नु पर्यो नि मैले मात्र गर्नु हुन्छ
होला पुजु हजुरलाई कस्तो लागिरहेछ भदैले बुहारी ल्याइदिँदा रमाइलो लाग्छ कतिको रमाइलो लागिरहेछ धेरै रमाइलो लाग्छ ल ल ल मम्मीले बुहारी लिएर आइसो बुहारी होइन रे मम्मीको त छोरी तिमी छोरी थियो चारवटा छोरी भइसके अब ठुली मम्मीको पनि हामी त 5वटा ठुली मम्मी कस्तो लागिरहेछ बुहारी भित्र आउँदा 3वटा बुहारीलाई मिस भइरहेछ हाम्रो ड्युटीको पनि बुहारी आइपुगे त्यही त अझ काकीहरू पनि आएको भएको रमाइलो हुन्छ होला तिम्रो 3वटी नै मिस भएको छ है हामीले चाहिँ सबभन्दा बढी काकीहरूलाई चाहिँ मिस गरिरहेको छौँ अनि भाइ बहिनीहरूलाई पनि दिदीहरूलाई पनि कोही कोही फेरि यहाँ भाउजू लिएर खुसी भएर बम बम गर्दैछन् सुरु ईसा एउटा भाँडामा पानी ले त बैले खुन्छ रे नानी जाऊ न एउटा थाल ल्याऊ अहिले चाहिँ यहाँ हजुरबुवाले नाति र अनि नातिनी बुवाहरूलाई टिका लगाइदिँदै हुनुहुन्छ हस् अब चाहिँ आमाले टिका लगाइदिँदै गइसिन्छ नाति र बुहारीलाई सुरु एकछिन हट त भाइ तिमी पनि देखिरहेछौ है लिसु आमा ए ढोक्न दिनु न आमा पाप लाग्छ भने
अब यहाँ कोचिङका हामीले पनि यति त होला र ए जुठो गाउन लाग्छ हो यति त हुन्छ ल फेरि अब ढाक यही ठाउँ बना ढाक है यही ठाउँ बना ढाक है जुठो गाने बेलामा हो हजुर एकछिन होइन के यो पकाएर राख्ने हो एकछिन पछि हो हुम गरेर भ्याएर त्यो त बेसी ल भयो ल उठाऊ ठिक पाएको ढाकेर राखेँ यता पनि ढाका लिनु उठा लिनु ल अब दुधमा पहिला पहिला आगोमा राखिदियो आगोमा राखिदियो जल्छ थोरै 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 यहाँ नै त्यो त उता लाइट बाल्छ ए अब ढोक्दिने अनि पैसा टन्ने माग्ने पैसा नदिँदासम्म नउठे चम्चाले आली भाग लाऊ ल तिमीले पहिला साइलेवालाले यसरी खाइदिनु अर्को माइलीवालाले यसले कि यसले होइन अर्कोवालाले खाऊ ल तिमीले पानी गाउँछु हात एकै ठाउँ बनाऊ यसलाई एक ठाउँ सबैले एक ठाउँ तिमीले खाऊ कति गरेर तिमीले के गर यसले खाऊ अर्को उनीहरूले र यो चम्चाले झिकेर उसलाई खुवाइदिनु यो तिनीहरू चम्चा यसलाई ढाक छुटाइ लाँदा नभनी है पाप
प्रजापति देवताय गोत्राय नास्ते गोत्रकाय गोत्राय विष्णु नाम समेत गणमाला छैन सुत्दैमा सम्बन्धले स्वस्ति वचनम एउटाले यहाँ चोर राखी अग्निमा एउटाले ऊ यहाँ निवाकन छ तिमीले उठेर उठाल अझ उनले यहाँ चोर राखी है प्रस्तुत गर्दछ कलेज पनि छुट्टी भयो कति घुम्न जाऊँ न है ल भयो ल यसमा चन्दन अक्षता फुल चन्दन अक्षता फुल दिन्छ पछाडि जित्ने रहेछ ए भाउजू जित्ने हैन र मिना जित होइन भाउजूले हो हजुर भाउजूले हुन्छ चामल लागिन्छ अब फोर्ने पार्टी अनि त्यहाँ भेइए छन् कि त्यहाँ छन् नै र मेरो पैसा गनी भए यतिवटा थिए भन्ने थाहा हुन्छ बोनिन के रे हो त बत्ती नभए पछि गराइ चाँडो चाहिँ
भाउजूले जितेछ फेरि खोज लाउने हो ए भाउजू लजायो भने हारिन्छ है फेरि छोरो अब तिमी एकदम धेरै भागी मान्छे छौ बहिनीको पहिलो यही हाल है ल नानी अलिकति 5 दाजुभाइ 6 दिदी बहिनीको एउटा लक्ष्मी बनेर घरमा आज भित्रियौ सधैँ सबैलाई खुसी राखे सबैलाई खुसी गरे सधैँ खुसी रहे साथी बस्दै हुन लोकन्तो ठुलमामीको एकछिन समाउन एउटा हात चोप्ने पानी चाहियो हात चोप्नलाई एउटा बाटामा पानी हामी पनि भाग्यमानी रहेछौँ 5 दाजुभाइ 6 दिदी बहिनी कि पहिली लक्ष्मी हुने नि भाग्यमानी रहेछौँ Guys, this is Manisa recording. I've been promoted to cameraman. यहाँ ट्याक्क छ नि त ल सर यो मोडल कपाल चाहिँ बिग्राएको हो मोबाइल ब्याङ्किङ खुद्रा लिएर बसिरहेछु Santosh da. क्युआर यहाँ ट्याक्का राखिदिनु त क्युआर राखिदिनु पर्यो Santosh da. Only digital खाता छैन लिन्छु नि म ल भयो आइसु सँगै लगाइदिनु एकछिन हट न आर्सी तिमी
घरको छोरै त यो सासू भइयो कान्छो काका है डुलाउने ल्याउने लाने जम्मै काठमाडौँ लाने काठमाडौँ ल्याउने चोएका जाने काकाले उहाँ गोजीबाट कतिवटा हात्ती निकाल्न लागिसकेको छ चप्पल खोल्नुपर्छ पैसा पाउनु लाग्ला यसलाई पैसा छ मलाई नै लाग्थ्यो मिठो आस्था जस्तो चिनाउनु पर्यो क्या अब जेलडाबाको घरको सुरुमा गएको घरको भए नि हुन्छ सुरुमा भेट खाना जल त खुवाउनु भयो त तपाईँले त खानु जल त खुवाउनु पर्यो नि दाम्पत्य जीवनको धेरै धेरै शुभकामना अनि त्यही त हो नि होइन त्यही खुसी भए सधैँभरि होइन दिन्छु भोलि विदेश लानु मिल्ने गिफ्ट ल्याइदिन्छु है मैले हातमा हातमा आज पनि मेरो यहाँ दुईटीको झगडा परिरहेको छ एउटाले खुट्टामा रोकिदिन्छु भन्ने एउटाले हात ए ल त्यति गरेछ त बिचरा दिस हो कि दिस हो क्या अब त्यति गर्छ बिचरा त्यही भएर त बस्छ नि
मेरो बढी खामरै बाँचिन्छ बजाउ पञ्चे बाजा सुना फुका सनाई ठोकर ढोलकी नाच्ने कसरी हो देखाउँछु म पाँच भाइ नै नाचिन्छ पाँच भाइ नै नाचिन्छ मेरो बढी खामरै बाँचिन्छ बजाउ पञ्चे बाजा देसी फ्यान होइन हामी चाहिँ बुढाबुढी भएर बुढीतिर चट्ट प्रसार गर्छौँ युट्युबको लास्ट लाइन गरेर चल्दै नै हो गाइज होइन हामी यहाँदेखि चाहिँ ट्याक्क भैरवा जाँदैछौँ बुढाबुढी भएर सँगै फ्लाइटमा एउटै फ्लाइटमा फेरि चढ्न पाइने कहिले हो होइन दुई छोरीलाई